बिहान 6:30 बजेको झिसमिसैमा प्युठानको नारीकोटबाट हामी गुल्मीको रेसुङ्गाको लागि भ्रमण हिँड्दा नारीकोट र खुङको सिमाना देउरालीमा हामीलाई उज्यालो भयो। देउराली चौबाटो भएकोले यहाँ सामान्य गाडीहरू हालचाल गरिरहन्छ। बिहान उदाउन लागेको सूर्यका किरणहरूले सुन्दर भएका दृश्यहरूलाई हेर्दै हामी केही घन्टाको यात्रापछि हामी गुल्मी जिल्लाको पुर्कोट दह भन्ने सानो बजारहरूको बाटो भएर हामी यात्रालाई अगाडि बढाइरह्यौँ। गाडीले थुप्रै घुम्तीहरू पार गर्दै अघि बढिरह्यो र गाडीभित्र रहेका हामी सबैका आफ्नै धुनहरू थिए। हिँड्दै गर्दा हामीले गुल्मी जिल्लाको पुर्कोटलाई पनि हामीले पार गरिसकेछौँ र हामी गुल्मी जिल्लाकै धुर्कोटको एउटा सानो रेस्टुरेन्टमा सबैजना खाजाको लागि त्यहाँ बस्यौँ। सबैले आफूलाई मनपर्ने खाजाहरू मगाए र खाजाको मिठो स्वादसँगै मिठाईहरू गफ गर्दै फेरि हामी त्यहाँबाट अगाडि बढ्यौँ। धुर्कोटमा खाजा खाइसकेपछि करिब 1 घन्टा जति यात्रा गरेर हामी गुल्मी जिल्लाको तमघास बजारको बिच बाटोमा हामी पुग्यौँ। बजार कस्तो थियो बिच बाटोमा हिँड्दै गर्दा हामीलाई त्यति थाहा भयो। यो बजार निकै सुन्दर र आकर्षक रहेछ भन्ने कुरा हामीलाई तब मात्र थाहा भयो जब हामी गुल्मीको तमघास बजारबाट उकालोको यात्रा गर्दै हामी रेसुङ्गातर्फ बढ्दै थियौँ। तमघास बजारबाट करिब आधी घन्टा उकालो हिँड्दै जब हामी रेसुङ्गाको डाँडातर्फ यात्रा अगाडि बढिरहेका थियौँ, हिमालहरूको सुन्दर र मनमोहक दृश्य, हरियाली, डाँडा, वन जङ्गलहरू र त्यहाँको सुन्दर सडकहरू, यी सबै दृश्यहरूले हाम्रो मन प्रफुल्ल भइरहेको थियो। यी सबै दृश्यहरूलाई आँखाले निहाल्दै र हामीले सबैले आफ्नो मोबाइलमा भिडियो कैद गर्दै हामी पुग्यौँ रेसुङ्गाको प्रवेशद्वारमा। सबैजना त्यहाँ ओर्लिसकेपछि हामी एकैछिन रेस्ट गऱ्यौँ। एकैछिन रेस्ट गरिसकेपछि त्यहाँ छेउमा एउटा सुन्दर पोखरी थियो। त्यहाँ हामीले केही फोटाहरू खिच्यौँ र त्यहाँको वरिपरिको सुन्दर भौतिक संरचनाहरूमा फोटो भिडियोहरू खिच्यौँ र लाग्यौँ रेसुङ्गातर्फ। रेसुङ्गाको डाँडातर्फ जाने बाटोमा सुन्दर सिँढी निर्माण गरिएको थियो। यो सुन्दर सिँढीहरूले निर्माण गरेको बाटो निकै लामो थियो। हाम्रो गाडीको यात्रा पनि निकै लामो भएको थियो। केही थकान सँगसँगै नयाँ ठाउँमा जाँदा केही उत्साह र केही कौतूहलता पनि थियो। नारीकोट सुसमाचार प्रचार मण्डलीका युथहरू सँगसँगै हामी त्यो रेसुङ्गातर्फको भ्रमणमा हामी जब गएका थियौँ, त्यो भ्रमणमा हामी केही रमाइलो गर्दै भिडियोहरू खिच्दै फोटाहरू खिच्दै र छेउमा केही समय आराम गर्दै यो सिँढीको लामो बाटोतर्फ अगाडि बढिरह्यौँ। 1275वटा सिँढीहरू पार गर्दै हामी पुग्यौँ रेसुङ्गाको डाँडामा रहेको भेउटारमा। रेसुङ्गाको यो डाँडामा रहेको यो भेउटारबाट अवलोकन गर्न पाइने थुप्रै चिजहरू थिए। धमिलो मौसमको बावजुद पनि धेरै टाढाका दृश्यहरूलाई हामीले निहाल्न नसके पनि ती नजिकका दृश्यहरू पनि अत्यन्तै सुन्दर मनमोहक देखिन्थे। त्यहाँका स्थानीयले भनेअनुसार उक्त भेउटारबाट 13वटा जिल्लाहरूको दृश्य देख्न सकिन्छ। मौसम सफा नभएको कारणले हामीले 13वटा जिल्लाहरूका दृश्यलाई अवलोकन गरेर ठम्म्याउन त सकेनौँ, तर त्यहाँका सुन्दर हिमालहरू, त्यहाँको हरियाली, वन जङ्गल र त्यहाँबाट देखिने गुल्मीको तमघास बजारको सुन्दर दृश्य, यी सबै कुराहरूलाई हेर्दै भिडियो खिच्दै हामी सबैजना आफ्नै शैलीमा रम्न थाल्यौँ। र यी सबै सुन्दर दृश्यका सृष्टिकर्ता हामीहरूका महान परमेश्वरलाई
धन्यवाद दिनको लागि हामीले एउटा धन्यवादको भजन गायौँ। भजन गाइसकेपछि हामी ओह्रालोतर्फ लाग्यौँ र ओह्रालो झर्ने क्रममा त्यहाँ एउटा रेसुङ्गा पार्क थियो, जुन पार्क अत्यन्तै सुन्दर सफा, जहाँ थुप्रै मानिसहरू त्यहाँ रमाइलो गर्न, फ्रेस हुन र बिदा मनाउनको लागि आइरहेका थिए, जहाँबाट अत्यन्तै सुन्दर दृश्यहरू पनि देखिन्थे। यी सबै अवलोकन गरिसकेपछि हामी तल तम्घास बजारमा झरेर खाजा खायौँ र फर्क्यौँ।